गफै त सोल्टी 10 लाख चिया खाएको भन्ने किन रे हजुर नमस्कार नमस्कार हजुरलाई स्वागत छ मेरो लाइब्रेरी सेक्सनमा धन्यवाद अनि हजुरले हाम्रो सिधापाडा क्याम्पसमा पढाउने शैली पढाउने टिचरहरू अनि यहाँबाट दिने विभिन्न किसिमका सेवाहरू कस्तो लाग्छ म स्पिचलेस भए अब राम्रो हो कि नराम्रो अब म थर्ड इयर पढ्ने बेलासम्म के बुझ्न सकेन हजुरलाई पनि नमस्कार अनि वेलकम म्याम हेलो म्याम हजुरलाई पनि नमस्कार अनि वेलकम हजुर सन्चै हुनुहुन्छ ल अनि उहाँ चाहिँ हाम्रो थर्ड इयरको स्टुडेन्ट हुनुहुन्छ ल एकचोटि म्यामको थोरै तारिफ गर्नुहोस् त म्यामको तारिफ अब हरेक चिजको भनौँ न यहाँ विद्यालयभित्रै मिलेका सेवाहरूप्रति म्यामको तारिफ म्यामको क्लासमा बस्न कति रमाइलो हुन्थ्यो कति माया गर्ने म्यामलाई चक्लेट लिएर आउनुहुन्थ्यो बेला बेलामा मैले अस्ति गिफ्ट मागेको दिन बाँच्न त्यति हो त्यति गिफ्ट दिएपछि म खतरा तारिफ गर्छु यहाँ त सरासर घुसको कुरा भयो एकदम यसरी चक्लेट गिफ्ट दिएपछि मात्र तारिफ गर्ने नत्र तारिफ नगरे हुन्छ उहाँले दिइरहेको सेवा पढाइ सिकाइरहेको सिपको बारेमा तारिफ पो गर्नुहोस् भन्ने हो त पढाएर त म पास भएको नत्र त कति विषय लाग्थ्यो मलाई फर्स्ट इयरमा त्यहीको लागि जन्मेँ काम म के गऱ्यो अब यो केमिकल Let's not make this very complex. हामी शेयर गर्छौँ हामी शेयर गरिसक्यौँ एकदमै विशेष बनाएकोमा सम्पूर्ण टिचरहरू थ्याङ्क यू भेरी मच भन्न अब यो गुरु पोइन्ट एउटा विशेष दिन हो यसलाई सेलिब्रेट गरिनुको पछाडि मैले अलिकति गुगलिङ गरेँ बिहान त्यस्तो ठुलो रिजन चाहिँ के रहेछ आज चाहिँ खासमा हाम्रो यो व्यास भन्ने ऋषिको नाम सुनेको तिम्रो त पहिला सायद छैन होला आज सुन्यो होइन ऋषि व्यासको आज जन्मदिन परेको हुनाले चाहिँ होइन उहाँको रेस्पेक्ट स्वरूप पनि यो दिन मनाइएको रहेछ प्लस अब गुरुहरूले विद्यार्थीहरूलाई अन्धकारदेखि उज्यालोतर्फ ल्याउनुहुन्छ भन्ने आशाका साथ पनि यो दिनलाई सेलिब्रेट गरिएको छ यति मात्रै नभएर टिचर स्टुडेन्टको रिलेसनसिप अझै राम्रो होस् अझै सुमधुर होस् होइन फ्रेन्डली होस् टिचरलाई देखिने बित्तिकै विद्यार्थी डरेर 2 कोस टाढा भाग्नु नपरोस् होइन आत्मीय होस् होइन त्यसै कारणको लागि पनि यो दिनको विशेष महत्त्व रहेको छ हाम्रो
चाहिँ गुरु पूर्णिमा विशेष हामी गोठीडाँडा जाँदैछौँ। उहाँ चाहिँ हाम्रो रेणुका साथको म्याम हुनुहुन्छ। अनि भिडियो भनौँ कन्टिन्यू मेरो इन्ट्रोडक्सन कति चलाउँदैछ भिडियो। नमस्ते म ममता पौडेल। नमस्ते म रेणुका साथुरा। ल गोठीडाँडा गएर त बुझ हेलो यस्तो भयो याल्लो भन्दा यस्तो गर्छ दिमाग। हाम्रो चाहिँ प्रोग्राम कोअर्डिनेटर सर चाहिँ उहाँ हुनुहुन्छ। पाँचै ब्यारेकतिर पुग्न लाग्यो है। ल पाँचै ब्यारेक आयो। दुई चारवटा शब्द जाओस्। फाइनली कति अगाडिको कालो कार चाहिँ हाम्रो क्याम्पस हो। यस्तोबाट हाम्रो आउँदैन कि आज रहेछ गुरु पूर्णिमा रहेछ नि गुरु पूर्णिमा। प्याराग्लाइडिङ गर्ने ठाउँमा आइपुग्यो है। क्यामेराम्यान चाहिँ तपाईँ हेर्नुहोस् यस्तै हो। कस्तो राम्रो ग्रिन ग्रिन त्यो चाहिँ रेस्टुरेन्ट। ल यहाँबाट सुर्खेत भ्याली। ल आज तिमीहरूलाई यो नयाँ स्पोर्टमा ल्याइएको छ हाम्रो झापादेखि। ल हाम्रो झापामा यस्तो चाहिँ देखिँदैन, तराई हो। हाम्रो झापामा चाहिँ यस्तो देखिँदैन नि होइन। तँहरूले यस्तो हेर हुनसक्छ। तिमीहरू बेसी हल्ला चाहिँ नगरिराख है। भन्नु न अमृताले यस्तरी खिच्नु लाग्यो नि क्या फोटोको। मेरो फोटो खिचिदियो त भने जस्तो क्या लेख्नुलाई क्याम्पस राम्रो खिच्दो रहेछ। अगाडि कल नखिच्नु भन्नु मलाई आउँदैन कि फोटो खिच्न। त्यो एड्रेस हो कि थाहा होला आयो के सेम एड्रेस जस्तै छ। मेरो प्याराग्लाइडिङ गर्ने ठाउँ है झन्डा साइडको। यता आउनु न हजुर, यता आउनु। ल हजुरले दुई चारवटा तर्काइदिनु छ, टाउको नकाटेर आइयो। यहाँबाट गुड्क्यो भने कहाँ पुगिन्छ थाहा छ? सिधै परदेश अस्पताल पुगिन्छ। हैन भ्याक्सिन पर्छ सिधै घर पुग्नु छ कि अस्पताल पुगिन्छ। हातखुट्टा भाँचिन्न हस्पिटल जानु पर्दैन। केही हुन्न म्याम सिधै घर पुग्नुहुन्छ त्यहाँबाट सिधै भेटी पुग्नुहुन्छ। यो चाहिँ हाम्रो स्कुलको बस हो। अनि भोलिलाई स्कुलको बस सबभन्दा पहिला हाम्रो उमेश सर नाच्नुहुन्छ। होला अलिकति त्यो खुजुली पनि भइरहेको छ नाच्नुलाई। मिनिमम 10 सेकेन्ड चाहिँ सबैले नाच्नै पर्छ है। ल ल ना बता दूं तुझको चाहत है अपनी मुझको यूं तो नहीं है किया। वेलकम टु माई उहाँको ब्लगमा। अनि त्यसपछि उहाँले मिठो बोलेर बनाउनु भन्नुभएको छ। मैले चिनी लगाएर होइन बोल्छु ल उहाँको ब्लगमा सबैलाई वेलकम छ। अनि त्यसपछि
हाम्रो आज टिचर्स डेमा मलाई सबैले सम्मान गरे स्वरूप यहाँ छेडा लिएर आएको छ नि सबभन्दा मेरो फेभरेट स्टुडेन्ट उहाँ हुनुहुन्छ अनि त्यसपछि अरू अरू त भन्नु त्यति होइन म अलि चित्त बुझ्दैनलाई पढाउने बेला ओ भाइहरू कहाँ हो ल हाम्रो सिद्धावेला क्याम्पसका स्टुडेन्टहरू हुन् ए सेलेन्डाइन नै फ्युचरको भन्नु ल फ्युचरको सिद्धावेला क्याम्पसको स्टुडेन्ट ल ल ल दबदबा राख्नु पर्यो ल बहुत मिठो ल बहुत मिठो बोल्ने भन्नुभएको छ ल जो केटीले हेर्नु भएको सबैले नम्बर कमेन्ट गर्नु ल अनि मेरोमा त केटी कम केटा ल अब चाहिँ केटी सब्स्क्राइबर हुने भयो दिदीहरू छैनन् ए बहिनीहरू होला नि त्यसो भए बहिनी खोज्नु पर्यो विजय पनि एक्लै हुन् ल ल उहाँलाई मात्र होइन पार्टनरको सबैलाई कमी छ भन्ने कि ए पानी रुक जा हातै दुख्यो कि त्यही भएर भ्लग गर्न भनेको ल यसै बनाउँ आई विल ट्राई म यस्तो हेलो डम्बरजी नमस्ते सबैलाई मलाई नमस्ते गर्नु ल पानी परिरहेको छ यसको उहाँ चाहिँ बिजै हुनुहुन्छ पक्नै म्यामलाई हेलो म्याम वेलकम टु माई डट 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 म्यामलाई घुमाउनु मन लाग्छ चाहिँ थ्याङ्क यू डट डट वेलकम टु माई डट 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 वेलकम इन माई डटर भनेर थ्याङ्क यू डटर भन्नै पर्यो अनि कस्तो बहिनी कस्तो लागिरहेको त अब फर्केर गाडी जाने फेरि यहाँ आएर हेर्नु जाऊँ न त्यहाँ गाडी ल्याउनु सर हामी भन्दा स्योर अनि त मिसलाई गाली गर्नु हामीलाई त हो सबभन्दा ठुलो अन्त जाम भनेर भनौँ न सबैले गाली गरेर विजयलाई सबैले होइन सरसँग जन्मेको नि त ऊ हेलो एकगीत छुट्यो ए हामी यता अगाडिपट्टि छाता चल्नेर मेरो ब्यागमा त थियो अब ब्याग गाडीमा छ हामी यता छेडातिर निस्केछौँ बाटबाटै छौँ छेडाबाट भन्दा पनि त्यो पटको होटलबाट हामी हिँडेको पानी पऱ्यो गाइज ए लुगा भिजेर लुछु भई मान्छे भिजेर लुछु भई स्टुडेन्टहरू यता छ नि इधरै भाइ साहबहरू भाइ लोग इन्हीं में मजाक कर रहे हैं ल सबसे बच्चा वहाँ 26 वर्षको बच्चा 26 वर्षको बच्चा